हैन। अब एमसीसी जस्तो तपाईको चाहिँ नि राष्ट्रघाती सन्धि सम्झौताको म तयारी गरेर आउनु भएको छ हैन। र कुलमानजी, बालेनजी र तपाईको चाहिँ नि के अरे अर्को रवि लामिछानेजी हैन, उहाँहरूको गठबन्धनको कुरा गर्नुभयो तपाईले हैन। त्यसैलाई अब सुन्नु न, पुराना दलहरूले त यति धेरै तपाईको चाहिँ नि नराम्रो काम गरे हैन, त्यसको कुनै साथ दिने छैन भनेर त्यो उहिलेदेखि भन्दै आएको हो। अब विकल्पको रूपमा आएका मान्छेहरू उहाँ 3 जनालाई तपाईले यस्तै के अरे तपाईको इन्टरभ्यू राखेर सोध्नु न त, तपाईहरु एमसीसी नो हो या यस हो भनेर हैन। अब राष्ट्रघाती सन्धि सम्झौताको पक्षमा पनि बस्ने हैन, जेनजीलाई उक्साउने, जेनजीलाई मार्ने, मर्न बाध्य बनाउने त्यो खालको वातावरणको क्रिएटर तपाईको हो नि त उहाँहरू। अनि सिंहदरबार जल्ने, सर्वोच्च न्यायालय जल्ने, देशै भद्रगोल स्थितिमा हुने है। कोही जेलबाट तपाईको चाहिँ नि त्यतिखेर निस्कने, फेरि 2-4 दिन पछाडि फेरि पस्ने हैन। यो सबै कुरा काण्ड भएको मान्छेहरूलाई नेपाली जनताले भोट देला नि त है। एकजना फेरि मान्छे हुनुहुन्थ्यो, उहाँले चाहिँ आफ्नो चाहिँ नि अब आफ्नो पार्टी हैन, कुलमानजीको कुरा गरे मैले, 1 महिना भएको छैन आफ्नो पार्टीलाई बचाउन सक्नुहुन्न। त्यस्तो अस्थिर मान्छेहरूले राजनीति गर्ला, नेतृत्व गर्ला त देशमा? स्थिरता नै नेतृत्व हो नि त, धैर्यता नेतृत्व होइन र भनेको। धैर्यतै देखिएन, स्थिरतै देखिएन, स्पष्टता नै देखिएन, पारदर्शी नै देखिएन, जवाफदेही नै भएनन् उहाँहरू। भनिसकेपछि त्यस्ता मान्छेहरूले भोलि यो मुलुकलाई कहाँ पुर्याउला? त्यसले गर्दाखेरि उहाँहरूको गठबन्धन त्यो 3 जनाको मात्रै गठबन्धन हो।